हेलो सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म मेरो बारीमा आएको है, देख्न सक्नुहुन्छ। आज चाहिँ म काँक्रो बारीमा, खेतबारीमा आएको। काँक्रो बारी देखाउँछु है यहाँहरूलाई। मेरो सानो प्रयास देख्न सक्नुहुन्छ है, सक्नुहुन्छ। कम लागतमा पनि यसरी गर्न सकिँदो रहेछ है। फल्न चाहिँ कतिको फल्छ थाहा भएन, अब कतिको फल्छ। माथि चाहिँ निकै फलेको छ है साथीहरू। यो चाहिँ मेरो अलैँची बारी है, भर्खरको नयाँ बगान। अस्ति गएको वैशाख महिनामा रोपेको छ। रोपेको बेर्नाहरू छ है। यता चाहिँ मेरो केराबारी, एउटै खेतमा चाहिँ ठ्याक्क बिचमा छुटेको छ। अनि पुरै यो चाहिँ पुरै केराबारी हो, भर्खर लगाएको केरा। अस्ति चैत महिनामा लगाएको केराहरू हो। अब देखाउने छ है, म तल गएर तपाईँहरूलाई म चाहिँ अलैँची बारी सोर्नलाई आएको छु है। यता पुरै धान रोपी भ्याइसकेको छ सबैजनाको, तलतिर रोप्दैछन् है। ल त म अब अलैँचीको बोटहरू देखाउने छु है। अस्ति भर्खर सारेको अलैँची कतिको राम्रो भएको छ। अनि सँगसँगै केरा पनि नजिकै गएर देखाउने छु। म तपाईँहरूलाई अब अलैँची देखाउँछु है। अलैँची सोर्नुपर्ने हुन्छ। यस्तो झाडी छ है, भन्न भ्याउनु भयो है, एकदम झाडी छ अलैँची। अब मैले फल्न लागेको बेर्ना नै सारेको हो। त्यस कारणले गर्दा त्यति राम्रो त छैन। त्यही पनि यसरी चाहिँ टुसा बनाउने गरेछ। यिनीहरू सोर्नुपर्ने हुन्छ मैले है। मजाले बोलाएको रहेछ है साथीहरू। तपाईँहरू पनि अलैँची दुईजना इच्छुक छ भने राम्रो जातको अलैँची ल्याएर सार्नु होला। ठाउँ अनुसारको, समुद्री सतह अनुसार है, त्यो नै उचित हुँदो रहेछ। समुद्री सतहदेखि अब कति हाइटमा छ त्यो अनुसारले सार्ने गरेमा चाहिँ अलैँची राम्रो हुँदो रहेछ। जुनसुकै ठाउँमा जुनसुकै अलैँची रोप्न थाल्यो भने चाहिँ राम्रो हुँदैन। यो चाहिँ हाम्रो गोलसाही होला सायद नाम गरेको अलैँची हो। यो चाहिँ हाम्रो सामुद्रिक सतहदेखि चाहिँ रामसाही हो कि गोलसाही हो, मैले पनि खासै थाहा छैन। त्यस कारणले गर्दा अब यो पालिदेखि चाहिँ व्यावसायिक तरिकाले गर्न थालेको छु। यो सब अलैँची बगान हो। योभन्दा मुनि पनि छ है साथीहरू, म देखाउनेछु तपाईँहरूलाई। एउटा दुईटा चाहिँ पलाउने गरेको छ है। अब हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ अलैँची बगान। नयाँ अलैँची बगान है, बाँझो खेतमा।
कुनै कुनै चाहिँ मर्ने गरेको छ। यो कुनै मर्नुको कारण चाहिँ यो धेरै गाडिदिएको कारणले गर्दा त्यसरी पनि मर्ने रहेछ। त्यही पनि यसो जरा नमर्ने भएकाले यो उम्रिएको छ है। चाहिँ रहर लाग्दो तरिकाले पलाएको छ है। यस्तो भयो भने चाहिँ हौसला गर्छ नि त है सम्पूर्ण इष्टमित्र। है हेर्न सक्नुहुन्छ यहाँबाट पुरै अलैँची रोपेको छु मैले चाहिँ लगभग 3 आलुको खेतमा है। अब चाहिँ म तपाईहरुलाई केरा देखाउँछु। केरा अस्ति भर्खर वैशाखमा नि बराबरी अलैँची र केरा चाहिँ बराबरी सारेको थिएँ मैले। केरा बोराहरू यस्तो भएको छ। यो पनि 3-4 हालोको जमिनमा चाहिँ मैले लगाएको छु केरा। केरा चाहिँ धेरै राम्रो भएको छ। हेर्न सक्नुहुन्छ यहाँबाट मेरो केराबारी है। एउटा पुरै रोपेको छ, सानो सानो छ। पुरै यस्तो भिजिट गर्न सक्दैन मैले, देखाउन सक्दिनँ। मन परेमा सपोर्ट गरिदिनु होला है। कमेन्ट, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला है। हस् त, धन्यवाद।